हेलो मेरा फेसबुकका साथीहरू नमस्ते। म त अमदुर खाँदैछु, अम्बक खाँदैछु। यो बब्बुको सा खानालाई ल्याउँदैछु, काट्दैछु। बब्बुको सा यो अम्बक हो। हजुरकोतिर ककलले के भन्छन् यसलाई? कसैले त बेलौती भन्दा रहेछन्। म काट्दैछु खानालाई। कति ठुलो ठुलो एकदम ठुलो ठुलो छ। हजुरकोतिर के भन्छन् यसलाई? कसैले त बेलौती भन्दा रहेछन्, कसैले अम्बा भन्छन्। काट्दैछु। यो बब्बुको सा हो, नासपाती काट्दैछु खानको लागि। कतिलाई त मन पर्छ, कतिलाई त मन पर्दो रहेनछ। तपाईँहरूलाई कस्तो लाग्छ? मलाई त साह्रै मन पर्छ यो। नासपाती अनि अमदुर। को कहाँबाट हेर्दै हुनुहुन्छ मेरो फेसबुकका साथीहरू? हेर्नुहोस्, काट्दैछु। आजकल दबाई हालेको हुन्छ, छिलेर खानुपर्छ। सबै अनेक थरीको दबाई हालेको हुन्छ, त्यही भएर म छिल्दैछु। छिलेर बोक्रा जम्मै छिलेर फ्याँक्नुपर्छ। हजुरहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ यो नुनसँग चोपेर खानुलाई साह्रो मनपर्छ। हजुरहरूलाई मिठो लाग्छ कि लाग्दैन? कस्तो लाग्छ यो? बब्बुको सा। हाम्रोतिर त यसलाई नासपाती भन्छन्, यतातिरलाई चाहिँ बब्बुको सा भन्दा रहेछन्। हाम्रो गाउँतिर त नासपाती भन्छन्, अम्बा भन्छन्। यतातिर त बब्बुको सा भन्छन्। हेर्नुहोस्, म त यसरी